कक्षा 8 को सामाजिक किताबको नेपाल पर्यटन पाठमा पढ्दैछौँ। यहाँ रहेको छ नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न चित्र, फोटो र भिडियो क्लिपको प्रदर्शन गर्दै शिक्षकले पाठको सुरुवात गर्नुभयो। मानिस धार्मिक, व्यावसायिक, मनोरञ्जन लगायत विभिन्न उद्देश्यले एक स्थानबाट अर्को स्थानमा जाने गर्छन्। त्यसरी एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ। पर्यटक आन्तरिक र बाह्य गरी दुई प्रकारका हुन्छन्। पर्यटकलाई विभिन्न किसिमका वस्तु तथा सेवा आवश्यक पर्छ। पर्यटकलाई आवश्यक पर्ने वस्तु तथा सेवा उपलब्ध गराउने व्यवसाय पर्यटन उद्योग भनिन्छ। होटल, रेस्टुरेन्ट, ट्रेकिङ, ट्राभल एजेन्सी, राफ्टिङ, नेपाली हस्तकलाका सामानको उत्पादन आदि पर्यटन उद्योगका उदाहरण हुन्। शिक्षकले पर्यटन उद्योगको परिचय पश्चात विद्यार्थीको विभिन्न समूह निर्माण गर्नुभयो। विद्यार्थीको समूहलाई आवश्यक सन्दर्भ सामग्री अध्ययन गर्न दिनुभयो। विद्यार्थी समूहमा तयार गरेको समूह कार्यलाई चार्टमा टिप्पणी गर्न लगाई कक्षामा प्रस्तुत गर्न लगाउनुभयो। उनीहरूको प्रस्तुति अध्ययन गरौँ है त। यहाँ माथि रहेको छ पर्यटनको परिचय। पर्यटन भनेको वास्तवमा एक ठाउँदेखि अर्को ठाउँमा जाने व्यक्तिलाई पर्यटक भनिन्छ र पर्यटकलाई आवश्यक स्रोत साधन उपलब्ध गराउनेलाई पर्यटन भनिन्छ। आजको यस पाठमा हामी पर्यटक भनेको के हो र यहाँ पर्यटनको उद्योगको बारेमा पढ्नेछौँ। तपाईहरुलाई यसरी नै अर्को भिडियो चाहियो भने कमेन्ट गर्नुहोला। यहाँ छ नेपालमा पर्यटन उद्योगको महत्त्व। हामी यहाँ वास्तवमा महत्त्वपूर्ण कुराहरू मात्र तपाईँ सामु प्रस्तुत गर्न चाहेकोले म यो लामो पढिनँ। यो पदयात्रा यहाँ रहेको छ। पर्यटन उद्योगबाट विदेशी मुद्रा आर्जन हुन्छ। पर्यटकले विभिन्न वस्तु खरिद गर्नाले व्यापार वृद्धि हुन्छ। भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्छ। नेपालमा घरेलु उद्योगको विकासमा टेवा पुग्छ। नेपाली कला र संस्कृतिको संरक्षणमा सहयोग पुग्छ। विश्वमा नेपालको प्रचार प्रसार हुन्छ। नेपालमा रोजगारीको अवसर प्राप्त हुन्छ। पर्यटन उद्योगको विकास गर्न सकेमा रोजगारी सिर्जना, उद्योग क्षेत्रको विकास भई आर्थिक समृद्धि हुन्छ भन्ने निचोड हाम्रो समूहको रहेको छ। यहाँ वास्तवमा के भन्न गइरहेको छ भने पर्यटन भनेको व्यवसाय हो जसको मद्दतले हामीले विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। विभिन्न वस्तु खरिद गर्न सकिन्छ। खरिद गरे यहाँ रहेको छ भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्छ। नेपालमा घरेलु उद्योगको विकासमा टेवा पुग्छ। घरेलु मतलबले सानोतिना उद्योगहरूलाई जनाउँछ। नेपाली कला र संस्कृतिको संरक्षणमा सहयोग पुग्छ। विश्वमा नेपालको प्रचार प्रसार हुन्छ। नेपालमा रोजगारीको अवसर प्राप्त हुन्छ। जुन महत्त्व यहाँ निम्नानुसार छ। आजलाई यति नै। अरू चाहियो यो भिडियो नेपालीहरूले हेर्नुभएकोमा कमेन्ट गर्नुहोला। आजलाई यहीँसम्म।